काकी कहाँ छिन्? तँलाई किन चाहियो काकी भने? म हर्के के कान सुन्नु छैन भतिजो के भतिजो ए आफ्नै भतिजो त हो। हो भने अघि नै भन्नुपर्छ नि म त को हो। अघिदेखि हर्के गरिरहेको छु। भन्छ फर्की काका फर्की भयो सुनिले बाबु यहाँ आउनु फर्की यहाँ बाहिर आउनु। किन के गरे यस्तो? यो आँगन बढा राखेर बाबु म आउँदैन। मैले बढाइराखेको छु बुढा। ल आउनु। ए ल ठ्याक्कै बुहारी काम गरेर बनाएर ल बुहारी दवा घर के गर्छु बाबु? काकी भएको भने गाली गर्नु पर्यो भने काकीको नि हातबाटै चल्दैन बाबु। यो के गरे? घर आँगनभरि फोहोर बनाएर भुराहरू फेरि होला नि बढा हन्न यहाँ आउनु त तपाईँ। किन बाबु? किन भने किन ले टक्क पऱ्यो होइन कहाँ हिँड्ने? हेर न साइज बिगाएर फुस्क साइज यसरी बिगाएर छ मान्छे यहाँ चाहिँ कहाँ हो? कहाँ जन्मा भन्छ अरे चाहिँ मान्छे के भन्नु? जन्मा कहाँ हो? यसो कहाँ टाढाको साइज हुन्छ यसो नमस्कार हुन्छ के तालु केटाहरू खै सरकारै छैन यहाँ मलाई आफ्नै काका भनेर सुत्ने यसो हुन्छ नि नमस्कार हो वेट खोसेली भाग्यवादी हाम्रो पालामा जहाँ जाँदा पनि एउटा हात झोला बोकेर टक्क कोसेली लिएर जान्छ चलाउँथ्यो। अहिले त ल्याएको नि खाइदिँदैन यस्तो राउहरू के टाढैको सवारी बस बल्ल जाने यसरी भन्नुपर्छ है टाढै सवारी हो टाढै त हो नि बाबु। अब यो बेला यसो धर्म कर्म गर्ने बेला होइन। बेला अनि अब यो पुरुषोत्तमको महिना पनि परेको यही बेलामा त चार धाम भनेर हिँडेको। हेर न बुद्धि फेरि यही बेलामा चाहिँ चार धाम किन जानु पर्यो तिमीलाई? यही बेला त जाने चार धाम अरू बेला त जहिले गयो अब भने यहाँ सुन्नु पुरुषोत्तम मास आयो। पुरुषोत्तम मास आइसकेपछि हामी सबैजना मिलेर राधाकृष्णको सर्वाङ्गीण मन्दिरको विकास गर्ने भनेर त्यत्रो दुनियाँ दिवाना गरेर हामी चाहिँ बसेर कथा लगाउने। तपाईँ गाउँठाउँको जेठो बाटो है नजाने कुरा गर्छ जाने बेला यही हो मेरो। तिमीहरूले भन्दा हुन्छ तिमीहरूले पुरेन भन्दा म त्यही सुनेर बसिरहेको। बुढो पाएको मान्छे बस्न पर्दैन भने बुढो पाएको मान्छे भयो नि छिटो मान्छे भयो नि जाने बेला यही हो मेरो। म त बसेकै छु नि काका। म त समितिमा ड्याम्प लगाएर बसेरै काम गरिरहेको छु। त्यही समितिमा बस्यो भने त जानु मन नलाग्यो मलाई खासमा त्यही भएर जानु होइन मैले तपाईँ के बिगारिदिएको छ? बिगारिदिएको त केही छैन। अब के अरे भुगुरी भन्दा गर्दा हामी माउ भन्दा चल्ला जाने हो नि यहाँ हामी जस्तो कुनै मान्छे हुँदा आउँदा तिमीहरू जस्तो मान्छेले समितिमा बसेर काम गरेपछि हाम्रो जानु लाग्छ होइन अब त तपाईँ गाडी त दारी जुङ्गा फुल्की बेला भइसक्यो। फुलिसक्यो फुल्ने बेला फुलिसक्यो यहाँ मेन्दिला भएर कलराल देख्यो फुलिसक्यो। मान्छेले त्यसो छोरा भतिजाहरूलाई ल तिमीहरू अगाडि बढ हामी साथ दिन्छौँ भन्नुपर्ने हामीले भने सुन्दैन गर्दा नि गर्दैन मान्छेको पिछाल्न भन्दा अरू केही आउँछ तिमीहरूलाई तिम्रो साइड जति नि सबै बिगारिदिन्छ। अघि कहाँ जान्छौ भने अहिले तिम्रै अगाडि बढाएर बढाउनु सबै बढा तपाईँ बढा पुरीको गाठामा बढा खाने मात्रै हो बडा सफाले कोही छैन यस्तो छ। मलाई पो माया लाग्छ त काकाको। लाग्यो तँलाई मेरो माया लागेन पुरानो आउँछन् दान गर्छन् भनेर दानको माया लाग्यो मेरो माया लाग्यो मेरो माया लाग्यो जहिले नै आइन्छ दान गरेको मैले गोजीमा हालेर लगेर भनेर किन्ने हो। किन्न पनि सक्छ सबैजनालाई हुन्छ सबैजना हुन्छ भने के भने त्यो मन्दिरमा दान गरेर उहाँ ढोकै फरेर पैसा जोडेर भए के हुन्छ ढोका आगो लाग्दैन कुन दुःखले बनाएको अनि त्यस्ता गरेर दान गर्छ नचाहिने कुरा गर्छ थाहै छ त तिमीलाई पनि ढोका खोलेर दान निकालौ भनेर अहिले त होला के त्यो त्यत्रो भइसकेपछि अब सबैजना मिलेर फेरि बनाउनु पर्दैन? बनाउनु त बनाउने न जहिले बनाउनु हुन्छ नि म चार दिन नलाएर म कुरा नगर्छु मलाई एउटाले होस्टे गरेको ठाउँमा अर्कोले हैसे गरेको पर्छ त। धेरै नकारा खान पाइन्छ त फेरि कुचो फालेर बनाए नचाहिने काम भन्दा केही नहुँदैन यही चार धन्दा भनेर झोला ठिक्क पारेर हिँडे साइजै बिगार्दै अब गाडी कहाँ पाउँछ गाडीको कहाँ छ आफ्नो गाडी छैन अर्का गाडी भनेर मान्दैन बुटोल भैरवसँगले काका हजुर हजुर त्यो जाने हो जानु त जाने बाबु
जाउँ जाउँ आऊ सिट खाली छ काका सिट छ चल आउनु काका सिट मात्रै होला खाली छैन होला सिट खाली छ काका खाली छ खाली छ आउनु आउनु अन्त दुईटा चाहिन्छ बाबु दुईटा चारवटा पनि छ काका ल आउनु आउनु बुढी पनि आउँछ है बाबु ल छिटो आउनु छिटो त्यो बुढी कहाँ घुम्नेका बेला लायो होला त्यो छिटो आउनु न काका ल बाबु ल पर्खिँदैछ कति काका है छिटो आउनु भनेको ए तेरा मात्रै गाडी छ र अर्को गाडी छैन ए मरेन जग्गाबाट यत्रो बेर पर्खेर त हैजाले लानुपर्ने ल जाँदा पर्छ जाने मरेन जग्गा सिटै हेर्नु न हाम्रो कस्तो चट्ट परे सिटिक्क इभीमा जाने हो आज इभीमा भोलि इभीमा काँकी काँकै काँकै मागु आफ्नो गयो होला फर्केर त्यो बस कुरिरहेको बुढो छ नि हेर्दाखेरि त पुरै घाटिस जस्तो छ यहाँ ओके आज के गर्नु त यही बुढो गाडी कति बेला आउने हो जाउँछ के हेरेर बस्नु तपाईँ टिकटकै बनाउँछ होला नि फकाएर माग्नु पनि सकेसम्म ढुक्क्याएर लिएर हिँड्नुपर्छ मानेन भने खराब जान्छ आइफोन छ आइफोन टिकटक बनाउनु पऱ्यो दाइ कति दुःख गरे हो त्यही त। म बनाइदिन्छु टिकटक ल खोइ हामी बनाइदिए हाल्छ नि हो काका ल्याउ त के कति राम्रो के हो के भयो हामी त अब तपाईँलाई कति दुःख भयो होला भनेर झन् टिकटक बनाइदिन त्यही त खोइ हामी क्यामेरा चलाउँछौँ नि त हो बोलाएन बोलाएन हामी आफै चलाउँछौँ हामी जाँदाखेरि हाम्रोमा बुढो देख्नु मान्ला जस्तो छ 10-20 रुपियाँ भयो दिएर पठाइदिनु त्यो कपाल काट्नु ल अनि कि काका टाढै टाढै त अब टाढो त सुट चट्ट परेन नि त आठ टोपी लगाएर बल्ल हेऱ्यो भने मूल्याङ्कन गरेर मेरो चट्ट पऱ्यो हो त हामीले मूल्याङ्कन साथी गर्छौँ पनि रहेछ हौ काकाको तिमीहरू कता छ बाबु हामी पनि यतै यतै ल ठिक यो छ बस पार त नि काका बस कुद्नु पऱ्यो बाबु हो यो त हाम्रो त अड्डै हो नि त अट्टै हो आज सुटोलाई थाहै छैन क्या यसो अनि बाबु लुडोहरू खेल्न मिल्दैन ए ल गाडी कुद्नु चाहिँ लुडो खेल्नु ल ल म चाहिँ हरि है ल ल म चाहिँ रातो है आज म त पहेँलो लिन्छु ल खै मेरो पालो खै आज आहा आज आइफोन त हौ ए हले हेरे त यहाँ राख्नु यहाँ राख्नु मलाई हेर्न त दिनु नि हौ हेर्नु बाहेक लाग्छ म गोजीमा हाल्दा खान्छ कहाँ खोजी हेर्नु लुडो खेल्नु भन्छ एकछिन न एकछिन अर्को मोबाइल खै आइफोनमा लुडो खेल्यो भने ब्याट्री चाँडै सकिन्छ हल्ला नगर हल्ला नगर हुन्छ काका के हामीले हल्ला गरेको सुटो अरू पैसा गए अरू पैसा यसको सबै जित सबै जित सबै झिक झिक सुटो हजुर ए झराउ ए भाग झोला पनि लयो पैसा पनि तेरिका खतम बनाइयो चाहियो भने कामै न त झोला पनि छैन के भगवान् जम्मै चोरिहालेछ नि त पैसा पनि छैन मोबाइल पनि छैन